गुड मर्निङ गाइज, तपाईँहरूलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ होइन। अहिले चाहिँ 8 बजिसकेको छ र मैले खाना पनि पसारिसकेँ है, देख्न सक्नुहुन्छ भित्र। हेर्नुहोस् होइन, कुकरमा टक्क लगाएर खानासाना बसालिसकेँ। यस्तो आगोमा हाम्रो बसाल्ने भनेको चाहिँ होइन। सिटी जानै थालिसकेको छ होइन, सिटी गएको छ होइन, सिटी गइसक्यो। 1 सिटी लाग्यो, अब 2 सिटीमा त अब म निकालिहाल्छु। 3 सिटीमा आगोमा खाना पकाउँदा यस्तै हो होइन, पुरै धुवै हुन्छ घरभरि नै। घरकै आँगनमा चाहिँ दामी फुलहरू छन् है, टक्क दामी फुलहरू फुलिरहेको रहेछ। घरकै छेउमा भएको यो बार भत्काउनु पर्ने हुन्छ। यो बार गर्नुको कारण चाहिँ हाम्रो यहाँनिर प्याज थियो होइन, अलिअलि प्याज पनि छ छन त प्याज उखालिदिइसक्यौँ। यो 1-2वटा बोट प्याज छ, ट्याक्कै यसलाई भत्काउनु पर्ने हुन्छ ट्याक्टर लगाएर। खसी फुस्के छ अहिले पखन आइज ल। खसी चाहिँ बाँधिसकेँ होइन मैले। अब यो थाङ्रा लिएर जानुपर्ने हुन्छ माथि घरमा। खानासाना खाएर एकछिन आराम गरेर बसेको। बिरालो हेर्नु न गाइस, बिरालो छ। भाग्यो। दाउरा के लिएर आऊ। दाउरा चाहिँ हामीले यहाँ मिलाएर राखिसक्यौँ होइन, टाइगर लगाएर पछाडि। धनिया बुढो भइसकेको छ यार, अब यसलाई उखाल्नु पर्ने छोटायाङडोङ। त्यहाँनिर डोकोमा घाँस, यसलाई सरसफाइ हान्नुपर्ने हुन्छ टक्क लगाएर। बाख्रालाई धनिया अघि उखालेको धनिया चाहिँ टक्क यहाँ झुन्डाइदिइसकेँ बाख्रालाई मैले है। खाँदो रहेछ यार। घाम पनि यस्तो कोही बेला त मर्ने तरिका लाग्छ यार। बिहान त अलि घाम त अलि मधुर थियो, अहिले त कडा लागिरहेछ। मेरो अम्बकको बिरुवा हो यो, जुनार पनि छ यहाँ। हजुर यत्रो साग सिमीहरू, यो सिमी के हो यो? सिमी हो कि के हो यो? यो लहराको हो, यो बोडी होला। बोडी हो ए। यो झार अब उखाल्नु पर्ने हुन्छ टक्क हामी। यो झार उखाल्ने हो टक्क होइन। यो साग, यो बोडी सिमीहरू चाहिँ राख्ने हो। केही समयको मेहनतपछि तपाईँहरू देख्न सक्नुहुन्छ 1 2 3। ल हेर्नुहोस्, यत्रो उखालियो यार आमा। हातभरिमा नङभरि त्यो माटो छिरेर है। हजुर हैसा कहाँ होला र? हैसा हरायो कहाँ होला? लट्ठी यहाँ रहेछ। ए लिनु त प्याज गाइस, प्याज। तपाईँले एउटा नजारा देखाउन चाहन्छु है। ल हेर्नु त, यो चिलाउने फुलेर हेर्नु न, क्या दामी देखेको। तर मेरो यो एन्ड्रोइड फोन हो क्या होइन, खासैले त्यो
क्वालिटी यसको खत्तम हुन्छ, बेकार हुन्छ होइन। अब त्यस्तै त अनि सस्तो मोबाइल होइन, नत्र चिलाउने फुलेर यस्तो दामी दामी देखाएको थियो। अब म चाहिँ पानी बनाउन जान्छु होइन, टाउको साउको चिलायो क्या होइन, टाउको ड्याङ डुङ धुनुपर्छ। यस्तो छ टक्क है, पानी अब फर्काउनु पर्ने हुन्छ होइन। पाइप छ उहाँ कुवाबाट सर्ट यहाँ हाम्रो घरमा आउँछ एकैचोटि। त्यही हो, यस्तै छ गाउँले लाइफ होइन। नुहाइसकेँ म चाहिँ होइन, देख्न सक्नुहुन्छ। आजको भिडियोले यति नै होइन, के कस्तो भयो त्यसलाई एडिट गरेर टक्कालिदिन्छु। हजुरहरूले लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सनु भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। बाई बाई गाइज।